भैँसी जस्तै झोक्राउनु भएको? आज अफिसमा मेरो दिन खासै राम्रो भएन। साउको गाली खाइयो। ओए कता किन ढिलो आइस? कसरी भन्ने होला फेल भयो भनेर। साथीको घरमा गएको थिएँ होमवर्क गर्नको लागि, त्यसैले ढिलो भयो बाबा। आहा, हाम्रो छोरा कस्तो मेहनती हुँदै गएको छ। केही बेरपछि आज त टुल्केको रिजल्ट हो त। टुल्केको बाबा यता आउनु त। हजुर मम्मी। तेरो आज रिजल्ट होइन, मार्कसिट लिएर जा। म पास भएँ मम्मी। मार्कसिट आज दिएनन्, आज पास फेल मात्र भन्यो। अब 2-4 दिनमा मार्कसिट आउँछ। अरे वाह, मेरो छोरा धेरै राम्रो। जिन्दगीमा पहिलोचोटि पास भएछ। त्यो झाँक्ने सुरजले जहिले बेचे तान्थ्यो फेलरको छोरो भनेर। त्यसलाई जानेछु भोलि। मैले पहिले भन्थेँ त तपाईँलाई हाम्रो छोराले राम्रो गर्छ भनेर। देख्नुभयो त। ल सु तब। आज त झुट बोलिहालेँ। मार्कसिट आएपछि के गर्ने होला? हेलो हेलो, टुल्केको मम्मी बोल्नु भएको? हजुर हो। हजुर को बोल्नुभयो? म टुल्केको क्लास टिचर। टुल्केको पढाइ एकदम खत्तम हुँदै गइरहेको छ। यसपालि पनि एक्जाम फेल भयो। हे भगवान! के भयो बुहारी? के भयो? किन रोको? टुल्के फेल भयो। हिजो हामीसँग पास भएको भनेर झुट बोलेको रहेछ। थुई यो गोबर गणेश, अझै पास भयो भन्न लाज लाग्ने तँलाई? यत्रो पैसा तिरेर पढाएको तँलाई फेल हुनको लागि हो? खै मेरो लट्ठीले आज यसको ढाड छेक्छु। छोरा झुट किन बोलेछ हामीसँग? फेल भएपछि फेल भयो भन्नुपर्छ नि। चुप लाग बेकुफ फाइमाई। अझै टाउकोमा चढाउन नखोज। यसले आज बाउको बिहे देख्छ। चुप लाग सियाल। बुहारीलाई किन थर्काउँछस्? ठिकै भन्दैछन् त बुहारीले। फेल भयो त भयो, अब पिटेर के हुन्छ? तँ गदा सानो हुँदा सबैमा फेल हुन्थिस्, हामीले केही गऱ्यौँ? सुन टुल्के, तेरो पनि गल्ती हो यो। फेल भयो भन्नेमा झुट बोलेर हुन्छ? अबदेखि राम्रोसँग पढ्नुपर्छ। तँ नि फेल भइस् भने यो पटमुर्ख र तँमा के फरक भयो? सरी हजुरबा, अब राम्रोसँग पढ्छु। अब बिहान रुन छोड सबैजना र मुख धुन जाऊ। अनुहार कागले छेरा जस्तो देखिया छ।